अनि त्यही व्यक्ति मात्रै खोलाको किनारमा रोपेको हरियो हरियो लहलाउँदो बोटमा छ उसले ऋतुहरूमा फल दिन्छ भजन सङ्ग्रहको मतलब 1:3 मा लेखिएको छ होइन र? यसकारण आउनुहोस् एउटा उदाहरण पढाउँदा हामी प्रस्थानको पन्ध्र 2 अध्यायको 23 पद हेर्नुहोस् है। एउटा उदाहरण विश्रामको बारेमाको उदाहरण छ तपाईँहरूलाई। येशूले दिने निम्तोमा तपाईँ र मैले चाहिँ विश्राम पाउँछौँ। आज कतिजनाले यो निम्तो स्वीकार गर्नुभएको छ। जुन दिन हामीले पिता पुत्र र पवित्र आत्माको बप्तिस्मा लियौँ त्यो दिन तपाईँलाई येशूले निम्तोको सुपारी दिइसक्नु भएको छ। अब तपाईँले त्यो जाने या नजाने त्यो भित्र भएको आशिषलाई तपाईँले लिने या नलिने, त्यो भोजमा गइसकेपछि तपाईँमा खाने या नखाने त्यो तपाईँकै हातमा छ, मेरो हातमा छ, तपाईँकै हातमा छ। यदि तपाईँ विवाहको भोजमा गएर भोकाइ आउनुभयो भने के गर्न सक्छ त्यो निम्तो दिने व्यक्ति होइन र? के गर्न सक्छ? उसले भन्दा भाइ खाएर जाऊ त, उसले खाँदै खान्न त, खानु पर्यो अनि मात्रै बल्ल पेट होइन जम्मा हुन्छ।